खोक्दा खोक्दा कफै फुक्लिँदैन अनि छातीमा चाहिँ खकार अड्किए जस्तो हुन्छ, सुक्खा खोकी लाग्छ भने चाहिँ यसरी औषधि बनाएर खाँदा चाहिँ ठिक हुँदो रहेछ। मरिच, ल्वाङ, दालचिनीलाई चाहिँ फुर्र फुराउने, हेर्नुहोस् त यो एकछिनमा नै फुरिहाल्छ। आज चाहिँ मैले नितान्त हजुरहरूलाई मेरो अनुभव बताउँदैछु अनि हजुरहरूले पनि बताउन सक्नुहुन्छ। अब यो राम्रोसँग भुटेर खलमा राख्ने, त्यसपछि चाहिँ बोक्रा तासेको अदुवालाई चाहिँ त्यही तातो प्यानमा राखेर मजासँग सेकाउने। यो अदुवा सेकिँदै गर्दा यता ल्वाङ, मरिच अनि दालचिनीलाई चाहिँ राम्रोसँग पिन्ने। यता ल्वाङ, दालचिनी र मरिचको धुलो पनि पिँधेर रेडी भइसकेको छ। अब उता प्यानमा चाहिँ अदुवा पनि राम्रोसँग सेकिसकेको छ। यो सेकिसकेको अदुवालाई चाहिँ त्यही खलमा राखेर मजासँग थिच्ने। हामीलाई मेन भनेको यसको रस चाहिन्छ। अब चाहिँ मरिच, ल्वाङ र दालचिनीको पाउडरमाथि छानी राखेर यो तातो सेकाएको अदुवाको पुरै रस निकाल्ने। सकेसम्म यदि छ भने ओरिजिनल बेसार अलिकति राखिदिने, थोरै नुन, त्यसै गरी एक ठुलो चम्चा ओरिजिनल मह राखिसकेपछि सबै सामग्री सबैतिर लाग्ने गरी फिटिदिने। अब चाहिँ हामीले बिहान बेलुका खाना खाइसकेपछि एक चम्चा खान सक्छौँ। यो चाहिँ मेरो अनुभव जस्ताको त्यस्तै हजुरहरूलाई सेयर गरेकी छु। हजुरहरू चाहिँ खोकी लाग्दा के घरेलु उपाय अपनाउनुहुन्छ मलाई पनि सेयर गर्न सक्नुहुन्छ। भिडियोलाई जति सक्दो सेयर गरेर धर्म कमाउनुहोस्।